बाबु के खाएको हो भन न के खाएको मोबिनाले के खाएको अहिले त ससेज खाएको होइन के खाएको भन न मामाको त कस्तो पछाडि मात्रै आएको छ नि त माइजूको नयाँ कपडा भाइ कस्तो क्लियर देख्नु भएको छ हो के अब क्लियरली राम्रोसँग देख्नु भएको छ त नि यो चाहिँ सी साइड हो हामी पिकनिक आएको है ड्राई पिकनिक खानेकुराहरू यति धेरै छ ल्याम्ब्रेनी पनि पिउँदैछु म चाहिँ मामा मात्रै पछाडि देख्नु भएको छ कि बाबु पनि कस्तो रातो भएछ नि हाम्रो ओम सरलाई अब धन सरलाई अब कहाँ के गर्ने पोस्ट गरेर नमिल्ने भिडियोमा अब लामो पनि के खाँदै होला युट्युबमा राख्नु पर्दैन यहाँ मनिका भान्जीले चाउचाउ खाँदैछ है पछाडि राम्रो राम्रो घरहरू छ यता भाइले पनि हात टकटक्याएर मोबिनाले के गरेको हाम्रो बुढो खेरे के खाएको बुढो खै हजुर यता यसो देखाउ त सी फुड यो खाएर सक्ने अनि बल्ल वाइन है रिब्स भात खानी भयो अलि यता आऊ न हामी युके को खरबारीमा हो के यस्तो उस खाएको के फेरि बिचारे खाऊ है युके को खरबारी नेपालको खरबारीमा खानु पाएन युके आएर खरबारीमा खाएको मनिका मान्छेले हेब्बी खाँदैछ त्यही नै आधी सिद्धि सकेछ नि यता घरहरू यता डाँडा काँडा है आम्मामा रमाइलो भएको छ है हो त नि खानेकुराहरू चिकन विन मनिका भान्जी के हो त्यो ससेज रिब्स नुडल्स मासु चटनी यहाँ यस्तो रिब्स प्राउन सी फुड तरकारी भएर पैयाले भएछ मोबिनाले ससेज लुस्दैछ है भयो एकछिनमा खाने है के खाने बाबु आइस खाने भयो मान्छे ल कसरी हो हजुर के भन्नुहुन्छ तपाईँ ल खानु खानु मजाले अहिले त त्यस्तो नभन्नु भयो इन्जोय गरेर खानु छैन अन्त तर रमाइलो भएछ है यस्तो डाँडामा आएर के अन्त नि जहिले काम गर्ने तल बस्ने मोबिना निड मोर ड्रिङ्क अझै खाने अरे बाबु के खाएको हजुर जुस खाएको अब बाबु के खाने अरे हजुर अब आइसक्रिम खाने भनेको नि त ल ल ल आइस ल लियो ल ल माइजी ल बाई बाई है त अब बाई मोबिना बाई बाई मामा बाई बाई बाबु